ल आज फेरि एक हप्तापछि हामी भेट्दैछौँ। सम्पूर्ण गोर्खाली दाजुभाइ दिदीबहिनी बा आमा सबैलाई मेरो नमस्कार, हार्दिक अभिवादन। मैले यहाँहरूलाई अस्तिको मेरो भिडियोमा भनेको थिएँ म केही अर्को जानकारीमूलक चाहिँ सानो भिडियो लिएर आउँछु भनेर, र त्यही अनुसारले मैले आज तपाईँहरूलाई के जानकारी दिन लागेको छु भने यो मुद्दा जित्यो भने के हुन्छ, त्यसपछिको प्रक्रिया के हुन्छ, मुद्दा हारियो भने के हुन्छ हैन। यो दुईटा सिम्पल कुरा छ। तर पहिला चाहिँ हामी अब नेगेटिभ कुरा किन गर्ने, पोजिटिभ कुरै गरौँ। मुद्दा जित्यो भने के हुन्छ र त्योभन्दा अगाडि म कुनै अस्ति भने जस्तै म सोलिसिटर पनि होइन, म कुनै लयर पनि वकिल पनि होइन र इमिग्रेसन एडभाइजर पनि होइन। मैले जे जति कुरा भन्छु एकदम फ्याक्टमा आधारित कुराहरू भन्छु। मैले मेरो एक्सपिरियन्स अनुभवको आधारमा म धेरै कुराहरू गर्छु। प्राय कहिलेकाहीँ मेरो एक्सपिरियन्स छैन भने पनि तपाईँहरूलाई जानकारीको लागि म ठुलो ब्यारिस्टर वकिलसँग सल्लाह गरेर लिएर मात्र यहाँ तपाईँहरूको अगाडि प्रस्तुत हुन्छु है त। राइट, अब तपाईँले अपिल जित्नुभयो मानिलिनु अघि, पहिलो भाग चाहिँ यो हो। तपाईँले मुद्दा जित्नुभयो, अब के गर्ने त? नाचेर बसेर त भएन होला होइन। तपाईँले मैले अस्ति भने जस्तो न्यायाधीशले तपाईँलाई हप्ता दिन 2 हप्ताभित्र हामी खबर गर्छौँ भनेर भन्नुहुन्छ। सायद त्यो चिठीबाट पनि तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ। र मुद्दा जितेपछि होम अफिसलाई पनि जानकारी जान्छ र होम अफिसले पनि तपाईँहरूलाई खबर गर्छ अनि तपाईँको सोलिसिटरले पनि तपाईँलाई खबर गर्छ इमेलबाट। ल बधाई छ, कङ्ग्रेचुलेसन, तपाईँले भिसा पाउनुभयो भनेर है। होम अफिसको आधिकारिक चाहिँ जुन खबर चिठी तपाईँहरूलाई आउँछ त्यो चाहिँ अलि ढिलो आउँछ। किन हो मलाई पनि थाहा छैन। 1 दिन 2 महिना त लाग्छै लाग्छ, कहिलेकाहीँ 5 6 7 महिना पनि लगाइदिन्छ। त्यस्तो लामो समय लाग्यो भने चाहिँ भिसा त पाएको हामीलाई थाहा छ, सोलिसिटरबाट थाहा भइहाल्छ सुरुमै। तर होम अफिसबाट त्यो जानकारी पाउन ढिलो भयो भने हामीले के गर्ने, सोलिसिटरलाई रिक्वेस्ट गरेर ल यो इन्क्वायरी गरिदिनु पर्यो भनेपछि उसले एउटा इमेल पत्र अफिसियल लेखेर पठाउँछ र ल यो के भएको हो, यो हामीलाई तुरन्त जानकारी दिनु भन्छ। त्यसपछि त होम अफिसले खबर गरिहाल्छ। उनीहरू पनि धेरै व्यस्त हुन्छ, अब सैकडौँ हजारौँ मान्छेको चाहिँ चिठी पत्र गर्नुपर्ने, त्यो प्रक्रियाले गर्दा ढिलो हुन पनि सक्छ है। अब चिठी पाएपछि के गर्ने त? तपाईँले जानकारी पाउनुभयो, चिठी पाउनुभयो होइन। अब तपाईँले के गर्नु पर्यो, त्यो जुन नयाँ टलक्क टल्केको तपाईँको पासपोर्ट छ भिसा बिनाको, त्यो लिएर तपाईँ भिसा फेसिलिटेसन सर्भिस भन्ने अफिस छ, VFS। यो अफिस थापाथलीमा छ, थापाथली काठमाडौँमा, जुन चाहिँ हाम्रो लीला मास्केको सम्पूर्ण भिसा सल्युसन भन्ने अफिसको छिमेकी अफिस हो। 2 घर उता मात्र छ है। त्यसले गर्दा सम्पूर्णबाट गर्नुभयो भने धेरै कुराको सुविधा हुन्छ। त्यहाँ सबै मान्छे चिनेका छन्, त्यहाँ राम्रो चाहिँ सम्पर्क सम्बन्ध छ। अब भिसा फेसिलिटेसन सेन्टर VFSमा चाहिँ तपाईँले भिसा पासपोर्ट इस्यु तपाईँले बुझाएपछि उसले तपाईँलाई विग्नेट भिसा दिन्छ। विग्नेट भिसा भनेको एउटा स्टिकर हुन्छ भिसा राम्रो खालको, त्यो तपाईँको पासपोर्टमा टाँसेर तपाईँलाई सेटलमेन्ट भिसा लेखेको हुन्छ त्यहाँ, के तपाईँलाई त्यो सबै चाहिँ पछि थाहा पाउनुहुन्छ। त्यो दिन्छ, त्यो टाँसेको हुन्छ। हुन त अहिले ई भिसाको चलन आइसक्यो। धेरैले भन्छन् अरे अब त ई भिसा बिना जानु पाइँदैन अरे के भन्छ। तर किन हो, डिपेन्डेन्टहरूलाई चाहिँ र बुढाबुढीलाई चाहिँ विग्नेट भिसा नै दिने गरेको छ अहिलेसम्म। अब त्यो भोलि चेन्ज भयो भने हामी भन्न सक्दैनौँ है, त्यो गरेको छ। तर अरू चाहिँ भिसा एप्लिकेन्ट्सहरूलाई ई भिसा पनि दिन्छ, स्टुडेन्टहरू होला के होला होइन। तर हामी त्यतातिर नजाउँ, भिसा पाएपछि भइहाल्यो, हामीलाई चाहिएकै त्यति हो होइन। तपाईँले जब त्यहाँ VFSमा पासपोर्ट बुझाउनुहुन्छ, करिबन 1 हप्ता जतिमा तपाईँको पासपोर्ट कलेक्सनको लागि तयारी हुन्छ। भिसा सिसा टाँसिदिएर सबै उनीहरूले तयारी पार्छ, तपाईँ गएर आफै कलेक्सन गर्नुपर्छ। तर एउटा कुरा के याद गर्नु पर्यो भने त्यहाँ तपाईँले ठक्क त्यो भिसा पल्टाएर हेर्ने र त्यहाँ तपाईँको भिसामा सबै ठिक छ छैन, तपाईँको नाम स्पेलिङहरू, तपाईँको एड्रेस, तपाईँको डेट अफ बर्थ है, यो सबै कुरा चाहिँ एकदम हेर्नुहोस् त्यहाँ, भोलि फेरि झमेला नहोस्। अनि त्यो ठिक छ भने गोजीमा राखेर हिँड्ने हो,
थ्याङ्क यू भनेर, ठिक छैन भने उनीहरूलाई भन्ने होला यस्तो भएछ भनेर, त्यो फेरि उनीहरूले एमेन्डमेन्ट गरिदिन्छ होइन। अब तपाईँसँग त्यो भिसा पासपोर्ट हात लागेपछि 3 महिना टाइम हुन्छ, 3 months, 3 महिनाभित्र तपाईँ युके रवाना हुनुपर्छ, छिर्नुपर्छ। अब युके 3 महिनामा कहिलेकाहीँ जान सकिँदैन, कोही त रमाएर 3 दिनमा हिँडिहाल्छन् होइन। कसैको समस्या हुन्छ, मेडिकल प्रब्लम होला, के होला, घर व्यवहार मिलाउनु पर्ने होला, पैसाको टिकट काट्ने समस्या होला, यसले गर्दाखेरि 3 महिना नपुग्न पनि सक्छ। यदि तपाईँको 3 महिना नपुग्ने, 3 महिनामा तपाईँ जान नसक्ने अवस्था रहेछ भने तपाईँले नेपालमा हुँदाहुँदै अनलाइन ई भिसा एप्लाई गर्नुपर्छ। तपाईँले अनलाइन ई भिसा एप्लाई गरेपछि के हुन्छ, तपाईँले फर्दर 2-3 महिना नेपालमा बस्न सक्नुहुन्छ है। त्यसको भ्यालिडिटी अलिकति बढेर जान्छ। तर होइन तपाईँ 3 महिनाभित्र युके जानुहुन्छ भने तपाईँ मजाले युकेमा गएर उतै अनलाइन भिसा एप्लाई गर्नुहोस्। आफ्नो छोरा नाति, भाइ भतिजा, साथीभाइ, इष्टमित्रलाई भनेर चाहिँ चट्टै भिसा एप्लाई गरे पनि भयो है। अनि तपाईँले के गर्नुपर्छ भने यहाँ नेपालमा चाहिँ तपाईँ जानुभन्दा अगाडि केही प्रोसेसहरू छन् है। त्यो ई भिसाको कुरा गर्दाखेरि यदि तपाईँलाई होइन म नेपालमै गरेर जान्छु भन्नुहुन्छ भने तपाईँले मलाई सम्पर्क गरे पनि भयो, लीला मास्केलाई सम्पर्क गरे पनि भयो, हामी तपाईँहरूलाई मद्दत गर्न तयार छौँ है। त्यो भिसा यताबाट बनाएर जाँदा पनि हुन्छ, राम्रो पनि हुन्छ, सजिलो हुन्छ, उता झन्झट भएन होइन। तर अटोमेटिकली तपाईँले ई भिसा चाहिँ एज अ डिपेन्डेन्ट पाउनुहुन्न। अब भिसा पाएर तपाईँले तयारी गर्नुपर्ने, जानुभन्दा अगाडि के गर्ने त भन्ने कुराहरू आउँछ है। अब पहिलो कुरा चाहिँ भूपू सैनिक र उसको विधवा, एक्स सर्भिसम्यान र विडोले के बोक्ने युके जाने बेलामा भन्ने एउटा लिस्ट छ। त्यो अनुसार तपाईँले लाल बुक, आर्मी सर्टिफिकेट अफ सर्भिस भन्छ, रातो, हामी सबैलाई थाहा छ है, लाल बुक, त्यो एउटा बोक्नु पर्यो। अनि पेन्सनको अथवा ब्याङ्कको तपाईँको 6 महिनाको स्टेटमेन्ट, अगाडिदेखिको स्टेटमेन्ट तपाईँलाई चाहिन्छ, त्यो बोक्नु पर्यो। यदि तपाईँ विधवा हुनुहुन्छ, एक्लै जाँदै हुनुहुन्छ भने तपाईँको पति अथवा तपाईँको हस्बेन्डको, श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र पनि 1 कपी बोक्नु होला। कम्तीमा पनि तपाईँहरूलाई 3 महिनाभन्दा बढीको लागि पर्याप्त पकेट मनी चाहिन्छ। पकेट मनी भन्नाले तपाईँलाई त्यहाँ गएर फिजुल खर्च गर्नको लागि होइन, तपाईँलाई 3 महिनासम्म अब त्यहाँ कुनै तलब भत्ता आएन होइन, काम पाइएन भने खर्च त टार्नु पर्यो नि। अनि घर भाडाको लागि, खानको लागि, लाउनको लागि भनेर तपाईँले केही पैसा चाहिँ बोकेर जानुपर्छ होइन। घर भाडामा आफ्नो मान्छे छ भने त सित्तैमा पनि बस्न देला केही महिना, तर सबैको त्यस्तो हुँदैन, गर्दा त्यहाँ घर भाडा कोठा लिएर बस्नुपर्छ है, कोठा लिएर बस्नुपर्छ। त्यसको लागि पैसा तपाईँहरूले, म त भन्छु 3 महिना होइन, 4 महिना 5 महिनासम्म पुग्ने पैसा लानुहोस्। आखिर आफ्नो पैसा हो, खर्च भएन भने आफैसँग रहन्छ, ब्याङ्कमा राख्नुहोस् है। अनि तपाईँको टिबी जाँच गरेको हुन्छ नि, यहाँ हुँदाखेरि तपाईँहरूले टिबी रोगको चाहिँ एक्सरे गरेको हुन्छ, त्यो रिपोर्ट पनि लानु पर्यो। र यदि तपाईँ लाई गम्भीर स्वास्थ्य समस्या छ होइन र औषधि बोक्दै हुनुहुन्छ भने तपाईँको डाक्टर अथवा वेलफेयर सेन्टरबाट औषधि लानुहुन्छ भने वेलफेयर सेन्टरको डाक्टरको चाहिँ एउटा प्रेस्क्रिप्सन चाहिन्छ, फलाना फलानाले लाई यस्तो यस्तो बिरामी भएकोले यो दबाई उहाँहरूलाई जरुरी छ, उहाँले लिएर जाँदै हुनुहुन्छ भन्ने एउटा चिठी लेखिदिन्छ, त्यो चाहियो। अनि तपाईँको जुन बिरामी छ, जस्तै डायबिटिस होला, सुगर, तपाईँलाई ब्लड प्रेसर होला होइन, तपाईँलाई थाइराइड होला, तपाईँलाई अब नाना थरीको चाहिँ यस्तो लामो समयसम्म दबाई खानुपर्ने बिरामीहरू छ भने त्यो दबाईहरू पनि वेलफेयर सेन्टरबाट मागेर तपाईँले करिबन 3 महिनाको लागि चाहिँ लानुहोस्। दबाई त किन्नु परेन, सित्तैमा यहाँ पाइन्छ। उहाँ गएर त फेरि जाने बित्तिकै तपाईँले भने जस्तो दबाई पाउनु भएन भने फेरि किनेर खानु पर्यो। त्यो किनेर खानु पर्यो युकेमा भने ढाडमा चिज होइन। त्यसले गर्दा 3 महिना चाहिँ पुग्ने तपाईँहरूले दबाई लानु पर्यो।
अब यो जुन मैले अघि ई भिसाको कुरा गरेँ, यदि तपाईँ आफै सक्षम हुनुहुन्छ भिसा एप्लाई गर्न, तपाईँको कोही आफ्नो मान्छेहरू छ भने तपाईँहरूले चाहिँ भिसा आफै एप्लाई गर्न सक्नुहुन्छ होइन। यदि 3 महिनाभित्र, तर यदि त्यस्तो छैन भने तपाईँहरूले कसैको मद्दत युके पुगेर लिनुहोस् वा हामीसँग मद्दत लिनुहोस् भनेर मैले अघि भने। अब युके पुगेर तपाईँहरूलाई केही जरुरी कुराहरू गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला तपाईँहरूको एनआइएनओ निनो पनि भन्छ, यसलाई एनआई मात्र पनि भन्छ, यसलाई एनआइएन मात्र पनि भन्छ। यो भनेको नेसनल इन्सुरेन्स नम्बर है, एउटा राष्ट्रिय परिचय पत्र पाएको जस्तै हो। यो बिना तपाईँको केही काम हुँदैन युकेमा, यो अत्यन्तै जरुरी छ हैन। त्यसले गर्दा तपाईँलाई भोलि जिपीकोमा तपाईँको डक्टरकोमा अब नाम लेखाउनु पर्यो, त्यहाँ यही चाहिन्छ। तपाईँले बेनिफिट क्लेम गर्नुहुन्छ, यही चाहिन्छ। ब्याङ्क एकाउन्ट खोल्नु पर्यो युकेमा, यो बिना हुँदैन। तपाईँले नोकरी खोज्नुहुन्छ, यो बिना हुँदैन। त्यसले गर्दा यो अपरिहार्य नभई नहुने एउटा चिज हो। यसलाई चाहिँ राष्ट्रिय बिमा पनि भनिन्छ, नेसनल इन्सुरेन्स है। अब यो एनआइएन एप्लाई गर्नको लागि तपाईँ युके पुगेर तपाईँको अलिकति आजकल सबै घरमा छोराछोरीहरू अङ्ग्रेजी बोल्छन्, लेख्छन्, पढ्छन्, इन्टरनेट हेर्छन्, उनीहरूले गरिदिइहाल्छ होइन। www.gov.uk भन्ने एउटा सरकारको वेबसाइट छ, त्यसमा गएर यो एनआइएनको आवेदन दिन सकिन्छ। र त्यो आवेदन दिने बित्तिकै तुरन्त तपाईँलाई कार्ड दिने चाहिँ होइन है। त्यो आवेदन दिएपछि तपाईँलाई एउटा नम्बर दिन्छ, रेफरेन्स नम्बर, त्यसले काम चलाउने हो। जसरी हाम्रो यहाँ राष्ट्रिय परिचय पत्र एप्लाई गर्दा कार्ड त दिँदैन, नम्बर दिन्छ एउटा, त्यही जहाँ पनि देखाउने हो, त्यो त्यही हो। त्यो नेसनल इन्सुरेन्स भनेकै त्यही नम्बर हो। त्यो नम्बरले अब तपाईँले सबै आफ्नो काम गर्न सक्नुहुन्छ। कार्ड भनेको पछि आउँदै गर्छ, त्यो ठुलो कुरा भएन। त्यो नम्बरले ब्याङ्क एकाउन्ट खोल्ने, डक्टरकोमा रेजिस्टर गर्ने, काउन्सिलमा जाने, घर भाडाको लागि, तपाईँको नोकरीको लागि, सबैको लागि त्यो चाहिन्छ। त्यो नम्बर देखायो भने पुग्छ होइन अहिलेको लागि। अनि पछि कार्ड आएपछि कार्ड सुरक्षित राख्ने हो। अब यो सेवा चाहिँ सैनिक, भूपू सैनिक र उनका पत्नीहरू, श्रीमतीहरू ले चाहिँ हाम्रो त्यहाँ गोर्खा वेलफेयर अफिस छ, त्यहाँ पनि अल्डरसटमा पनि छ, ठाउँ ठाउँमा छ। त्यहाँ गएर पनि तपाईँहरूले यो सेवा लिन सक्नुहुन्छ निःशुल्क है। त्यहाँ मद्दत गर्ने साथीभाइहरू हुनुहुन्छ। अब अर्को कुरा के छ भने तपाईँ युकेमा हुँदाखेरि तपाईँले यदि च्यारिटी पेन्सन पाइराख्नु भएको छ होइन भने, तपाईँले च्यारिटी पेन्सन पाइराख्नु भएको छ भने त्यो पेन्सन चाहिँ अब तपाईँले खबर गर्नुपर्छ के अरे गोर्खा वेलफेयर सेन्टरलाई। यहाँ तपाईँको जहाँनिर पेन्सन थाप्दै हुनुहुन्थ्यो त्यहाँ तपाईँले चाहिँ के गर्नु पर्यो भने, ल मेरो त भिसा लाग्यो है युकेमा जाने भनेर उहाँहरूलाई खबर गर्नु पर्यो। तर त्यो खबर गर्ने बित्तिकै तपाईँको चाहिँ च्यारिटी पेन्सन पाइरहेको तुरुन्तै चाहिँ बन्द हुँदैन, तर उहाँहरूले तयारी गर्नुहुन्छ अघि। अब तपाईँ 2-4 दिनमा पनि जान सक्नुहुन्छ, 2-4 महिना पनि लाग्छ। तपाईँ नउडुन्जेल, युके नपुगुन्जेल तपाईँले त्यो पेन्सन चाहिँ पाउनुहुन्छ। अब युके जब तपाईँ पुग्नुहुन्छ, युके पुगेपछि तपाईँले के गर्नु पर्यो, उहाँको गोर्खा वेलफेयरमा चाहिँ खबर गर्नु पर्यो, ल म यति तारिक आइपुगेँ युके भनेर। त्यो भएपछि यहाँ जानकारी हुन्छ र तपाईँहरूले पाउँदै गरेको जुन च्यारिटी पेन्सन छ त्यो चाहिँ बन्द हुन्छ नेपालमा है। किनभने अब तपाईँहरूले युकेमा पाउनुहुन्छ नि त च्यारिटी पेन्सन, त्यसले गर्दा यहाँको बन्द हुन्छ है। अब तपाईँहरूले अब अर्को प्रक्रियामा चाहिँ के हुन्छ भने, तपाईँहरूले अब त्यहाँ बेनिफिटको लागि एप्लाई गर्नु पर्यो। बेनिफिट भनेको तपाईँले घर भाडा पनि पाउनुहुन्छ, तपाईँले खाने बस्ने पेन्सन क्रेडिट पनि पाउनुहुन्छ। 2 किसिमको बेनिफिट युकेमा तपाईँहरूले पाउनुहुन्छ। यो भूपू गोर्खालीको लागि है, उनको सन्तानको लागि होइन, त्यो पाउनुहुन्छ तपाईँहरूले। अनि जति थोरै तपाईँको नेपालमा पेन्सन छ, जति थोरै छ अथवा पेन्सनै छैन भने
त्यति धेरै तपाईँहरूले चाहिँ युकेमा पाउनुहुन्छ पैसा, किनभने त्यहाँको चाहिँ इन्फ्लेसन, त्यहाँको बाँच्ने आधार चाहिँ यहाँको भन्दा महँगो छ। महँगीले गर्दा यहाँभन्दा धेरै पेन्सन त्यहाँ पाउनुहुन्छ तपाईँहरूले। तर यहाँ जति धेरै पेन्सन तपाईँले पाउनुहुन्छ, जस्तै कर्पोरल, सार्जन, क्याप्टेन, लेफ्टेन, जति धेरै यहाँ पेन्सन छ उहाँ त्यति थोरै पाइन्छ कि, पाउन चाहिँ पाइन्छ। त्यो गरेको कारण के हो भने गोर्खालीलाई पेन्सन चाहिँ नेपालको महँगीको आधारमा दिएको, तर त्यो त युकेमा पुग्दैन। युकेमा त झन् महँगो छ सबै कुरा, त्यसले गर्दा त्यो थपिदिएको हो कि तपाईँको। यहाँ पनि पेन्सन त आइरहन्छ, तर उहाँ पनि थपिदिन्छ, जसले गर्दा तपाईँहरूलाई बाँच्ने एउटा आधार हुन्छ होइन। त्यो गर्ने हो। अब तपाईँहरूले घर पनि पाउनुहुन्छ। घर भन्नाले सिँगै घर त पाउनुहुन्न, तर तपाईँहरूले एउटा कोठा, बुढाबुढीलाई पुग्ने एउटा कोठा चाहिँ रेन्ट लिन सक्नुहुन्छ। काउन्सिलले त्यो तिर्दिन्छ। अब यो जुन भत्ता छ खाने पैसा, पेन्सन क्रेडिट, त्यो डिपार्टमेन्ट अफ वर्क्स एन्ड पेन्सन भन्छ, त्यहाँको एउटा त्यो अफिस छ हो, उसले अलग्गै दिन्छ। यो दुई ठाउँबाट तपाईँलाई पेमेन्ट हुन्छ र एकदम निरन्तर रूपमा हरेक महिना ठ्याक 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 एक एक पैसाको हिसाब गरेर तपाईँले पाउनुहुन्छ। नेपाल जस्तो होइन, तपाईँको पैसा हराउँदैन है। अब औँठा, यस्ता कुराहरूमा औँठा छाप त्यति स्वीकार्य हुँदैन। त्यसले गर्दा हस्ताक्षर पनि एउटा बनाएर बोकिराखेको राम्रो हुन्छ है। यो कुरा तपाईँहरूले हाम्रो युकेको गोर्खा वेलफेयर जुन अफिसहरू छ त्यहाँबाट पनि सबै यो के लाभ पाइन्छ, कहाँ गर्ने, कसरी गर्ने, यो सबै उहाँहरूले तपाईँहरूलाई मद्दत गर्नुहुन्छ। यो सेवा तपाईँहरूलाई दिनुहुन्छ जानकारी। त्यसले गर्दा त्यस्तो साह्रो आत्तिनु पर्दैन। अब भूपू सन्तानको लागि त खास केही छैन। अब उहाँहरूले चाहिँ लानुपर्ने, बोक्नुपर्ने के हो भने एउटा लाल बुक, बुवाको बाबाको लाल बुक बोक्ने, अनि परिवारको विवरण भन्छ। त्यो पोखराको क्याम्पले तपाईँहरूलाई एउटा फ्यामिली डिटेल अथवा किन्डर रोल पनि भन्छ, त्यो दिन्छ हो। त्यो एउटा बोक्ने हो होइन। अनि के भन्छ, तपाईँ यदि पत्नी मात्र हुनुहुन्छ, तपाईँको श्रीमान अलरेडी युकेमा छ भने तपाईँले विवाह दर्ताको प्रमाणपत्र पनि बोक्नु पर्यो होइन। र नानी केटाकेटीहरू छन् भने जन्म र सम्बन्ध प्रमाणपत्र भन्छ, नानी केटाकेटीको जन्म दर्ताको प्रमाणपत्र। अनि फ्यामिली रिलेसन सर्टिफिकेट भन्छ, वडाले बनाइदिन्छ फोटोहरू राखेर, श्रीमान श्रीमती छोराछोरीहरूको, त्यो पनि एउटा बोकेर लाने हो। तपाईँहरूले लाने त्यति हो। अनि पैसा चाहिँ तपाईँहरूले पनि लानुहोस्, किनभने तपाईँको बाआमा त त्यहाँ हुनुहुन्छ होला युकेमा, उहाँहरूको जुन भत्ता छ त्यो तपाईँहरू गएर त्यहाँ सबैलाई पुग्ने किसिमको पनि अलि हुँदैन होइन। पुग्नु त पुग्छ, तर अलिअलि तपाईँहरूले पनि लानुभयो भने तपाईँलाई पनि त्यहाँ समय लाग्छ काम खोज्न। त्यसको लागि म अर्को भिडियोमा भन्छु है के गर्ने भनेर। तर केही पैसा तपाईँहरूले पनि बोकिराख्नुभयो भने सजिलो हुन्छ होइन। अब हामी जाउँ अर्को पार्टमा। तपाईँहरूले अपिल हार्नुभयो है, ब्याड लक। अब के गर्ने, अब डकुमेन्ट मिलेन होला, न्यायाधीशलाई चित्त बुझेन होला, तपाईँहरूले हार्नुभयो मुद्दा। अब के गर्ने, अब थाप्लोमा हात हालेर रोएर बस्ने त कुरा आएन है। अब त्यसको प्रक्रिया के छ भने तपाईँले चाहिँ मलाई यो कुरामा चित्त बुझेन, यो कारणले गर्दाखेरि चित्त बुझेन, त्यसले गर्दा म चाहिँ अपिल गर्ने इजाजत चाहन्छु, परमिसन टु अपिल भनेर जुन अदालतबाट तपाईँले मुद्दा हारेको हो त्यही अदालतमा एउटा बिन्ती पत्र अथवा निवेदन चढाउनुपर्छ, लेख्नुपर्छ होइन, जुन अदालतले तपाईँलाई डिसमिस गर्यो। अब त्यसको त्यो एउटा IUT I-1 भन्ने फर्म हुन्छ, त्यो तपाईँको ब्यारिस्टरले गरिहाल्छ। तर मलाई यो चित्त बुझेन, मलाई भेदभाव भयो भनेर फेरि त्यतिले मात्र चाहिँ हुँदैन यो अपिल गर्नु, त्यो निवेदन दिनको लागि। त्यसमा के हुनुपर्छ भने तपाईँको अब त्यो फैसला चाहिँ तपाईँको ब्यारिस्टरले सबै हेर्छ, पढ्छ, किन दिएन तपाईँलाई भनेर होइन। त्यहाँ चाहिँ विशेष गरी 4वटा कुरा यदि भएको रहेछ भने तपाईँले अपिल गर्न पाउनुहुन्छ। त्यो 4वटा कुरामा पहिलो कुरा के हो भने तपाईँको न्यायाधीशले
कानुनको व्याख्या गर्नमा गल्ती गरेको रहेछ, कानुनको बुँदाहरू त्यहाँ लेख्न उसमा गल्ती गरेको रहेछ, उसले गलत कुरा चाहिँ व्याख्या गरेको रहेछ भने त्यो तपाईँको लागि एकदम भ्यालिड पोइन्ट हो है, राम्रो, त्यसले तपाईँ अपिलमा जान पाइहाल्नुहुन्छ। अब अर्को कुरा हो, त्यो जज न्यायाधीशले चाहिँ तपाईँले जुन पर्याप्त चाहिँ एभिडेन्सहरू प्रमाणहरू राख्नु भएको थियो अपिलको बेलामा, त्यसलाई उसले राम्रो केलाएर हेरेन, वास्ता गरेन, अथवा उसले डिटेलमा नहेरिकन त्यसको मर्म नबुझिकन उसले त्यतिकै फैसला गरिदियो भने त्यो अर्को एउटा आधार हुन सक्छ है। र जुन कारण उसले देखाएर तपाईँको मुद्दालाई डिसमिस गर्छ, हराउँछ, त्यो नै चाहिँ ठिक छैन, अथवा त्यो त्यसमा केही गल्तीहरू छ त्यस्तो देखियो भने त्यो अर्को कारण हो। र अन्तिम कारण के हुन्छ भने जजले, त्यो न्यायाधीशले चाहिँ अदालतीय प्रक्रिया, जुन कानुनी प्रक्रियालाई ठिकसँग उसले प्रक्रियागत हिसाबमा फलो गरेन भने पनि तपाईँले अपिल गर्न पाउनुहुन्छ है। र अब यो के हुन्छ भने तपाईँले अपिल गर्दाखेरि तपाईँको केसलाई अझ स्ट्रङ बनाउनलाई तपाईँले अरू चाहिँ प्रमाणहरू राम्रो जुटाएर त्यहाँ राख्न सक्नुहुन्छ। तर त्यो प्रमाणहरू पहिलाको जजले फेरि देखेको चाहिँ हुनु पर्यो होइन। त्यो माथि सायद एउटा मात्र गल्ती होला, तपाईँले प्रमाण चाहिँ पहिला देखाउनु भएन, अनि अहिले चाहिँ सुटुक्क लुकाएर चाहिँ ल यो पनि छ भन्नुभयो भने त फेरि भएन होइन। तर त्यस्तो प्रमाण उसले देखेको भए तापनि त्यहाँ उसको हेलचेक्राइ भयो भने अनि तपाईँले प्रमाण फेरि हालेर गर्ने। अब तपाईँसँग के हुन्छ, मुद्दा हारेको दिनदेखि नोटिफाई तपाईँले नोटिस पाएदेखि तपाईँलाई युकेमा तपाईँ हुनुहुन्छ भने 14 दिनको म्याद हुन्छ अपिल गर्ने। यो अपिल गर्ने होइन, यो पर्मिसन लिने। युके बाहिर हुनुहुन्छ तपाईँ भने 28 दिनको म्याद हुन्छ है। यदि तपाईँलाई ल अपिल गर्न सक्छ, तिमी पाउँछ, यहाँ केही त्यस्तै अब कारण रहेछ राम्रो भनेर तपाईँलाई फर्स्ट टायर ट्राइब्युनलले अपिल गर्ने चाहिँ इजाजत दियो भने तपाईँको यो मुद्दा चाहिँ फेरि नयाँ मुद्दा, पुरै प्रक्रिया सुरुदेखि, नयाँ होइन, सुरुदेखि फेरि तपाईँको मुद्दा सुनवाई हुन्छ त्यही अदालतमा। तर न्यायाधीश चाहिँ बेग्लै हुन्छ, त्यही न्यायाधीशले गर्न पाउँदैन, किनभने एउटै न्यायाधीशले गर्दा अलिक फेयर हुँदैन। उसले आफ्नो पहिला दिएको फैसला फेरि गल्ती हो भन्नु त मिलेन। त्यसले गर्दा नयाँ न्यायाधीशले त्यो मुद्दा हेर्छ। तपाईँको त्यही पहिलाको ब्यारिस्टर जसले यो मुद्दा हाल्यो, लड्यो, त्यही ब्यारिस्टर चाहिँ हुनुपर्छ त्यहाँ हगि। त्यही ब्यारिस्टरले चाहिँ किनभने त्यो ब्यारिस्टरलाई तपाईँको पुरै प्रक्रिया थाहा छ नि त, तपाईँको कहानी सबै थाहा छ होइन, सबै उसले तपाईँको भित्र बाहिर सबै थाहा पाएको हुन्छ। त्यसले गर्दाखेरि उही ब्यारिस्टर भयो भने राम्रो, अथवा उही हुनुपर्छ। अब यसमा खर्चको कुरा आयो। खर्च तपाईँलाई झन्डै ब्यारिस्टरले 500 पाउन्ड जति लिन्छ। अब एकदमै अब तपाईँले सुरुमै महँगो ठुलो हाल्नु भएको छ भने 600 पाउन्ड पनि लिएला, जे होस् 500 पाउन्डको हाराहारीमा चाहिँ ब्यारिस्टरले फिस लिन्छ। अनि यता सोलिसिटरले चाहिँ अप्रोक्सिमेटली तपाईँलाई 500 पाउन्ड जति फिस चार्ज गर्छ, किनभने यो नयाँ झन्झटिलो प्रक्रिया भयो नि त होइन। त्यसले गर्दाखेरि त्यो 500 पाउन्ड जति चार्ज गर्छ। तर यदि यो अदालतले, तपाईँको फैसला गर्ने अदालतले होइन हामी चाहिँ तिमीलाई इजाजत दिँदैनौँ यहाँ फेरि मुद्दा लड्ने भनेर चाहिँ तपाईँलाई अपिल गर्न दिएन भने, पर्मिसन दिएन भने अब के हुन्छ, तपाईँको ब्यारिस्टरले अप्पर ट्राइब्युनल, उच्च अदालतमा चाहिँ IUT2 फर्म भरेर उसले त्यहाँ अपिल गर्न सक्छ। तर एकैचोटि चाहिँ सक्दैन। यसरी फर्स्ट टायर ट्राइब्युनलले रिजेक्ट गर्यो, रिफ्युज गर्यो भने, पर्मिसन दिएन भने अनि माथिल्लो अदालतमा तपाईँ सिधै जान सक्नुहुन्छ है। अब त्यो अदालतमा के हुन्छ, तपाईँको सेम पहिलाकै बन्डलहरू, विटनेस स्टेटमेन्ट, जुन बयानहरू तपाईँहरूसँग लिइन्छ त्यो सबै त्यही पुरानै हो, तपाईँहरूले कुनै नयाँ गर्नु पर्दैन। तर तपाईँहरूले नयाँ प्रमाणहरू चाहिँ त्यहाँ राख्न सक्नुहुन्छ, जुटाउन सक्नुहुन्छ।
र यसको झन्डै तपाईहरुलाई 2000 पाउन्ड जति फिस लाग्छ है। अब उच्च अदालतमा जित्ने आधार के अरे मौका कतिको छ, चान्स भनेर तपाईहरुलाई कौतूहल पनि होला। अब मेरो अनुभवमा उच्च अदालतमा मुद्दा प्राय मैले जितेको देख्छु। हार्छ पनि, डिसमिस पनि हुन्छ, तर धेरैको जितेको छ मुद्दा। किन भनेर अब म तपाईलाई कारण भन्छु है। अब उच्च अदालतमा जित्नुको कारण के हो भने, उच्च अदालतमा किन जान्छ त मुद्दा, पहिलो त्यो कुरा हेर्नु पर्यो। त्यहाँ चाहिँ पहिलाको न्यायाधीशले कानुनको व्याख्या गलत गरेको होला, तपाईले दिएको चाहिँ प्रमाणहरूले राम्रो नहेरेको होला। यी सब कुराहरूले गर्दा उसको त्यहाँ गल्ती देखिन्छ, अथवा उसको त्यहाँ अलिकति उसले राम्रो ध्यान दिएर तपाईको केस नहेरेको भन्ने बुझिन्छ। त्यसले गर्दा अप्पर ट्राइब्युनलमा अझ राम्रो एकदमै दिग्गज चाहिँ न्यायाधीशहरू हुन्छन्, उनीहरूले त्यो सबै हेर्छ र त्यो गल्ती पत्ता लाग्ने बित्तिकै तपाईलाई चाहिँ यहाँ चाहिँ फलानालाई अलिकति यो उ भयो, अनफेयर भयो है। त्यसले गर्दा यो चाहिँ हामी उसलाई भिसा दिन्छौँ, यो युके आउन पाउनुपर्छ, पहिलो अदालतबाट यो यस्तो गल्ती भयो भनेर तपाईले जित्ने प्रशस्त आधारहरू हुन्छ र धेरैले जितेको पनि छ। तपाईहरुले यसमा हरेस खानु हुँदैन अहिले नै हैन। त्यो छ। अब उच्च अदालतले ले पनि तपाईको केस चाहिँ रिफ्युज गर्छ। अब त्यो रिफ्युज गरेपछि अब के भयो त, रिफ्युज गर्यो भने त अब अरु त उपाय त केही पनि छैन। अन्तिम एउटा चाहिँ उपाय छ जसलाई जुडिशियल रिभ्यू भनिन्छ। अब उच्च अदालतले पनि हराइदियो भने अब जुडिशियल रिभ्यूमा जाने हो। जुडिशियल रिभ्यू भनेको चाहिँ कस्तो भने यो अलि कम्प्लेक्स, झन्झटिलो र अलिकति खर्चालु प्रोसेस हो। अब यसमा चाहिँ किनभने धेरै न्यायाधीशहरूबाट हेर्दै हेर्दै यो मुद्दा आएको हुन्छ। अब त्यहाँ त निकै एक्सपर्टहरू बसेर हेर्नु पर्यो, तपाईको एक एक केलाउनु पर्यो, फिस पनि 4-5 हजार पाउन्ड कति लाग्छ है। अनि यो टाइम लाग्छ, यसको धेरै प्रक्रिया छ। अनि प्राय जसो तपाईको सोलिसिटरले यो सल्लाह दिँदैन। यदि तपाई उच्च अदालतमा हार्नु भयो भने ल भयो, अब तपाईको मुद्दा लाग्दैन, अब यो झन्झट नगर्नुस् भनेर तपाईलाई डिस्करेज गर्छ अथवा तपाईलाई प्रोत्साहन दिँदैन यो गर्नको लागि हैन। त्यसले गर्दा अब यो अन्त भन्नुस् वा हैन, तपाईले अब जबरजस्ती कल गरेर म जान्छु मलाई पैसा मसँग छ म खर्च गर्छु भन्नुहुन्छ भने त अलग कुरा हो। तर प्राय जसोले तपाईलाई डिस्करेज गर्छ हैन। अब कहिलेकाहीँ चाहिँ फेरि के हुन्छ भने त्यो उच्च अदालतले मुद्दा लिएर फेरि पहिलाकै अदालतलाई फर्काइदिन्छ। ल तिमीले यो चाहिँ यहाँ गल्ती भयो जस्तो छ, तिमीले यसलाई फेरि एकचोटि कम्प्लिट हियरिङ गर, रिभ्यू गर भनेर उच्च अदालत त्यो पहिलो अदालतलाई पठाइदिन्छ वापस। अब त्यो भएपछि के हुन्छ भने तपाईको केसलाई एउटा सिनियर वकिल राखेर आफूले हामीले सोलिसिटरले राख्ने हो र त्यो केसलाई फेरि एकचोटि रिपिट गरेर अदालतमा सुनवाई हुन्छ, पुरा पहिलाकै जस्तो पुरै हैन। त्यसले गर्दा अर्कै नयाँ जज हुन्छ त्यहाँ, फेरि त्यो पुरानो जजले गर्न पाउँदैन। त्यसले गर्दा त्यहाँ तपाईले पाउने चान्स फेरि बढी हुन्छ त्यसमा पनि है। र यसको चाहिँ फिस ब्यारिस्टरको फिस सहित गरेर सोलिसिटर सबै गरेर फेरि उही सुरुको जस्तो 2700 पाउन्ड जति तपाईको लाग्न सक्छ। ल मैले अब तपाईहरुलाई दुईटै कुरा भन्दै, भिसा पाउँदा के हुन्छ, के गर्ने, भिसा पाएन भने त्यसको अगाडिको बाटो के हो है। तपाईहरुले बुझ्नुभयो होला, धेरैको अलिकति चाहिँ के भने शंकाहरू जे थियो मनमा त्यो पनि क्लियर भयो होला। अझ केही कुराहरू छन् भने मलाई लेखेर पठाउनु होला मेरो उसमा कमेन्ट्समा हैन। अब अर्को नेक्स्ट भिडियोमा चाहिँ म के तपाईहरुलाई जानकारी दिन्छु भने मैले यो सिक्वेन्स क्या एपिसोड बाइ एपिसोड गरेर बनाउँदैछु। अब तपाईले भिसा पाउनुभयो, अब युके गएर के गर्ने, कसरी काम खोज्ने, कसरी त्यहाँ ठाउँ-ठाउँमा दर्ता गर्ने, कस्तो कस्तो कामहरू गोर्खालीले पाउँछ, तपाई कसरी मेन्टली तयारी हुने, पढेको छ छैन, के त्यसले कतिको मद्दत गर्छ हैन। यी सबै कुराहरू तपाईहरुले काम पाउन सक्ने सम्भावित ठाउँहरू, अफिसहरू, फ्याक्ट्रीहरू, यी सबैको म तपाईलाई एउटा उ दिन्छु, जानकारी दिन्छु।
जसले गर्दा तपाईँहरू मेन्टली एकदम प्रिपेयर्ड भएर चाहिँ यस्तो रहेछ भनेर तपाईँहरू त्यहाँ युके जान सक्नुहुन्छ। ल म आशा गर्छु यहाँहरूलाई मेरो भिडियो मन पर्यो होला र सधैँ जस्तो म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु भने भिडियोलाई एकचोटि लाइक गरिदिनुहोस् अनि भिडियो सेयर पनि गरिदिनुहोस् ताकि अरू कसले सुन्नु भएको छैन यो कुरा उहाँहरूकोमा पनि पुगोस्। किनभने हरेक मान्छेलाई यति लामो अब झन्डै यो 30 मिनटको भिडियो हो, सबैलाई यो कुरा भनिराख्दाखेरि मलाई एकदमै जोरै आउँछ। त्यसले गर्दा यो भिडियो राखेर तपाईँहरूले सेयर गरिदिनु भयो भने तपाईँलाई काम नलागे पनि अर्कोलाई काम लाग्छ है, त्यो गरिदिनु होला। अनि सब्सक्राइब चाहिँ गर्नु होला है, सब्सक्राइब गरिदिनु भयो भने मलाई पनि प्रोत्साहन मिल्छ। ए मान्छेहरूले हेर्दो रहेछन्, उहाँहरूलाई काम लागेको रहेछ मेरो भिडियो भनेर, अनि मेरो अर्को भिडियोको यहाँहरूले जानकारी तुरुन्तै पाउनुहुनेछ है त। ल यति भन्दै म दीपक मास्केको यहाँ सबैलाई नमस्कार।